हेलो नमस्ते टेस्टीले आजको ब्लगमा तपाईहरुको स्वागत छ। अनि यतिखेर चाहिँ म यहाँ माथि आएको छु। यहाँदेखि चाहिँ भ्यू देख्दैछ पुरै हाम्रो गाउँ तेम्बाथाङको देख्न सकिन्छ। मौसम पनि हल्का बादल भइरहेको छ अनि हामी सबैजना चाहिँ आज माथि जाँदैछ अनि गुम्बा पसलमा आउँदैछ सबैजना साथीहरु। हाम्रो पापा थाक्नु भयो के हो? थाक्यो आइसा चिल पनि उड्दो रहेछ माथि आकाशतिर। खै देखेन त। यसरी सबैजना आउँदैछ। मौसम पनि अब हल्का पानी पर्छ कि अब छिटो जानुपर्छ होला। हेलो के हो जाडो भयो कि टोपी लगाएछ त? हो अहिले आउने हुन्छ मेगा वर्ष रे। हो ल जाने है अब बिस्तारै बिस्तारै। ओके नमस्ते एकटा सिद्धले। अब यस्तो रोड जाँदैछ हामी माथि हिँडेर। अनि बाटो चाहिँ यस्तो छ, बाटो राम्रो छ। अनि आजकल चाहिँ गाडीहरू चाहिँ बन्द भएको छ। अनि हाम्रो अब रासन लिनको लागि चाहिँ सबै माथि नै जान्छ हामी। सो जानु पर्यो। कहाँ जाने हो? अनि गुम्पामा ल हो हिँड्दै गर ल। ओके यहाँबाट चाहिँ के देख्छ? क्या हो? झरना यहाँ पर भी तो अच्छा है। झर्ना देख्दो रहेछ। झर्नाहरू देख्दो रहेछ। अब बर्खा लागेपछि यसरी झर्नाहरू देखिन्छ यतापट्टि पनि। यो परेको गाउँहरू कहाँ गुम्पा हो त स्कुल हो देउराली गुम्पा उता माथि होला त्यहाँ फुङबचीमा छ एउटा गुम्पा। यहाँदेखि पनि भ्यू देख्छ राम्रो। तिम्रो पनि देखिन्छ यहाँबाट। यहाँदेखि रोड चाहिँ माथि जान्छ अनि हामी यहाँदेखि सर्टकट जाने हो माथि। यहाँदेखि चाहिँ सर्टकट बाटो छ। यहाँ चाहिँ यसको बारेमा कहानी बताउँदैछ। यहाँ चाहिँ काफल टिपेछ कि यिनीहरूले खोइ। कितना बड़ा बड़ा देखो पूरा अम्मा मम्मी गिरा दिया। दामी रहेछ है। यहाँ चाहिँ काफलको रुख। हामी चाहिँ यहाँ तल आउँदैछ। मेमर चाहिँ तल आउँदो रहेछ। कस्तो राम्रो रहेछ नि है। यस्तो रहेछ ढुङ्गा चाहिँ। यो देवी देवताको पठार हो। यो देवता यो देवी भनेर थाहा छैन। यो फलाना हो भनेर चाहिँ थाहा छैन। के भन्छ यसलाई? चेनचेन भन्छ। चेनचेन। यसको त्यो दाना खान्छ। संक्रान्ति टेमे जलाउँदा अनि जलाउँछ। यो खान्छ। यो पाके पनि खान्छ दाना। दाना कालो मिठो हुन्छ। कालो मिठो हुन्छ। त्यो बिक्स जस्तो छ। बिग जस्तो। यो जस्तो तेल पनि हुन्छ अरे। तेल पनि तेल निकाल्छ भन्छ यसको। सच्ची है। ओख्रेनीमा त्यस्तो छ भन्दै थियो। धेरै छ नि जडीबुटीहरू। चेनचेन तेल चेनचेन भन्छ यसलाई चाहिँ। अनि यसको दाना पनि खानुहुन्छ। भालुहरूले खान्छ है। भालुले खान्छ, मान्छेले खान्छ, सबैले खान्छ। सबैले खान्छ। अब पाकेपछि त खानुपर्छ। सबैले खानुपर्छ। सो यसरी हामी बाटोबाटै गफ मार्दै जाँदैछौँ, जानकारी लिँदै। अलिअलि पाकेको रहेछ यहाँ चाहिँ है। काला जस्तो होता है, पर्पल टाइपको। कस्तो हुँदो रहेछ होइन। अब हामी फेरि रोडमा आइपुग्यो। घुम्दै कहाँबाट बाटोमा भेट भयो भन्ने जस्तो यहाँ अब बाटोमा हिँडिरहेको छ सबैजना। 11 गते बुधबारको दिनमा औँसीको दिनमा चाहिँ मेरो सासू बुढीको किरिमकार भन्छ। किरिमकार यावाको निम्तो छ सबैजनालाई भनेर चाहिँ खबर दिनुभयो हाम्रो पापाले। उहाँ चाहिँ हाम्रो पापा टोबु हो। अनि यसरी चाहिँ अब हामी यहाँ आइपुग्यो हाम्रो रेस्ट गर्ने ठाउँ। अनि यहाँ माथि चाहिँ हामी बस्छ। साबुन जस्तो फिस आउँछ नि त्यस्तो छ कि नयाँ कार
ए के आमायाङ्ग्रीको के अरे यहाँ आएर चाहिँ के अरे नुहाउने नुहाएको भन्छ अनि नुहाएको त्यो साबुनका झाग जस्तो छ भन्छ त्यो ढुङ्गाको ए खान्छ समूह भेटेछ उहाँ चाहिँ च्याउ भेटेछ खोइ म गएको छैन ए ए यहाँदेखि चाहिँ बाटो यस्तो रहेछ ढुङ्गाको सिडी चढ्नेलाई यसरी चढ्नु पर्यो माथि अनि यहाँ चाहिँ यस्तो रहेछ आमायाङ्ग्री चाहिँ यहाँ आएर नुहाउनु भएको अरे त्यसले गर्दा चाहिँ यहाँ साबुनको झाग जस्तो छ यस्तो छ यहाँको कहानी अनि यहाँ चाहिँ माथि अनि गुम्बा हामी यहाँ आइपुगेको छ अब लाग्नुपर्छ बिस्तारै मासतिर आराम गर्दैछ अनि यहीँ बस्ने ठाउँमा चाहिँ यहाँ ट्याक्कै यो रहेछ ऐँस्यालो टिप्दैछ यो दुईजनाले रहेछ है कतिको रहेछ एकदम धेरै धेरै रहेछ माथिबाट पहिलो देख्दै ल ल टिपाइ खानुपर्छ अलिअलि पुरै टिपेर ए दुईजनाले नाखुन नाखुन दिखा अब त्यो दिखाउने चिज नदेखाएर कस्तो रहेछ खाएर दिखाने एकदम है एकदमहरू फाल्दैछ गुड गुड ओके भेरी नाइस यहाँ त्यतिलाई पनि दियो बाजेलाई पनि टेस्ट गर्नु अलिकति कस्तो रहेछ सबै टेस्ट गरेर जानुपर्छ कि यो चाहिँ म टेस्ट गर्छु गुम्बाको अलिक मुनितिर आएको छ अनि यहाँ चाहिँ गाईहरू रहेछ गाई पालनको गाईहरू यहाँ चराउँदो रहेछ एकजना नौले ओके हामी चाहिँ यहाँदेखि माथि जाने यहाँ चाहिँ हाम्रो पप्पा चाहिँ उता जाने अरे घाङ्ग्युलमा अनि यहाँ पनि आएको रहेछ मान्छेहरू मौसम पनि हल्का खराब भएको रहेछ अनि फिलहाल चाहिँ हामी लगभग आइपुगेको छ अब यहाँबाट चाहिँ जाने हो माथि मौसम खराब छ यस्तो पानी पर्नु सक्छ अब छिटो चाहिँ किनकान गरेर फर्किनु पर्ला आडु पनि रहेछ अस्तितिर त यहाँतिर टन्नै थियो अहिले चाहिँ अब सक्नु लागेको रहेछ हल्का पानी पनि पर्नु लाग्यो अब पानी पर्नु लागेको छ अनि फाइनली चाहिँ हामी आइपुगेको छ गुम्बामा अनि यो हो गुम्बाको पसल यो चाहिँ गुम्बाको एरिया पानी पर्दैछ यसरी अनि यिनीहरू पनि आइपुग्यो यो चाहिँ हाम्रो सामानको लिस्टहरू के रहेछ अनि हामी यहाँ आइपुगेको छौँ भित्र ओके यस्तो छ हाम्रो यहाँ चाहिँ पुरा गोदाम रहेछ अन्डादेखि लिएर सबै सामानहरू पाइन्छ यहाँ चाहिँ हाम्रो गुम्बाको पसल लिस्टमा हेरेँ के रहेछ सामानहरू आटाहरू यो चाहिँ यहाँको हाम्रो स्पेसल सोया सस ये लिन आएको होइन स्पेशल सोया सॉस सोया सॉस स्पेशल गाइस ये बहुत इम्पोर्टेंट है हमारे लिए आप बनाएंगे इसका कुछ चाइनीज फूड ओके टमाटर पनि छ गोलभेडा प्याज पनि प्याज को क्या बोलते हैं प्याज प्याज को अनियन प्याज त्यो सामान प्याक भयो हाम्रो पानी अलिकति रोकेछ अनि यही हो गुम्बा अनि अहिले चाहिँ अब गुम्बाको पनि दर्शन गर्नु पर्यो अनि मौसम एकदमै राम्रो छ यहाँबाट चाहिँ अब भित्र दर्शन गर्नु पर्यो गुम्बाको एन्ट्रेन्स यो चाहिँ भित्रबाट यस्तो छ भ्यू यहाँ चाहिँ हामीहरूको बस्ने ठाउँ गुम्बा एकदमै राम्रो रहेछ भित्रबाट यहाँ चाहिँ अलिकति जानकारी पनि रहेछ
देख रहे हैं? हाँ, मार्बल दिख रहा है। वो देखो मार्बल। क्या 3 जगह मार्बल? जंगल गांव में उसके एक नीचे तरह से हमारा वो जंगल है ना, मार्बल। वो हमारा है। 3 जगह का है। द मोस्ट ब्युटिफुल विलेज अफ हेलम्बु गुम्बाको दर्शन भइहाल्यो। अनि कस्तो लाग्यो गुम्बा? एकदम राम्रो। 3 साल पछि आएको नि पछि आएर धेरैको त गुम्बा त एम्टी रेडी भइसकेछ है। रेडी भएछ अनि राम्रो पनि लाग्यो दर्शन गरेर। यो थियो हाम्रो आज अनि गुम्बा पसल। अनि गुम्बाको पनि दर्शन भयो अनि हामी पसलमा किनकान पनि गऱ्यो अनि एकदमै राम्रो लाग्यो। मौसम पनि हल्का खराब भइसकेको छ। अनि हाम्रो आजको ब्लग चाहिँ यहीँ सकिन्छ। उम्मिद गर्छु तपाईँहरूलाई मन पर्यो होला। मन पर्यो भने यसलाई लाइक गर्नु होला अनि कमेन्ट पनि गर्नु होला तपाईँहरूले हाम्रो ब्लगहरू कस्तो लाग्दैछ, ब्लगमा केही कमीहरू छ भन्नुहोस् होला। हामीले त्यसमा सुधार गर्ने कोसिस गर्नेछु। अनि अब मेरो यस्तै आउने भिडियो र ब्लगहरू हेर्नुको लागि च्यानललाई पक्कै पनि सब्सक्राइब गर्नु होला। तबसम्म आफ्नो ख्याल राख्नुहोस्। टेक केयर, बाई बाई। जय नेपाल। मम्मी खोइ के गरेछ मम्मी पर? बाई बाई। सकियो है ब्लग? सकियो है। अब भेटौँला अर्को ब्लगमा। फोटो खिच्दो रहेछ। फुलहरू कस्तो राम्रो है? अनि कस्तो राम्रो फुलहरू रहेछ। ओके बाई बाई। यो चाहिँ गुम्पा, यहाँदेखि पुरा देख्दो रहेछ गुम्पा।